सबैजनामा ह्याप्पी न्यू इयर। नयाँ सरकारको नयाँ डिसिजन। अब महिलाहरूको लागि मात्रै छुट्टै ब्लू बस। प्रब्लम सल्भ भन्दा पनि प्रब्लम हाइड गर्ने तरिका हो जस्तो मलाई लाग्छ। लेट्स बी रियल। समस्या बसमा होइन, समस्या बसभित्र हुने ह्यारेसमेन्ट, इन्सेक्युरिटी र कानुनको पालना नगर्ने चाहिँ समस्या हो। सरकारलाई अथवा राज्यलाई महिलाहरू अनसेफ छन् भन्ने लाग्छ भने वेयर इज द सिस्टम, वेयर इज द जस्टिस, देन वाट द नेक्स्ट। अब के गर्ने, के सोध्छ अब राज्यले? महिलाहरूको लागि छुट्टै कार्यालय, महिलाहरूको लागि छुट्टै बजार, कि महिलाहरूको लागि छुट्टै समाज? इक्वेलिटी भनेको सेपरेसन होइन, सेपरेसन गर्नु होइन। सेफ्टी भनेको आइसोलेसन हुनु पनि होइन। त्यसले समाधान दिँदैन। रियल सोलुसन के हो त? रियल सोलुसन स्ट्रिक्ट ल, proper implementation and equal respect हो. So we don't need a blue bus, we need safe society. Today bus is separated, tomorrow will society be separated too? यो क्वेसन भन्थे सरकारलाई।